नमस्कार। वरिष्ठ पत्रकार एवं लेखक नारायण वाग्लेको सेतोपाटी अनलाइनमा आज एउटा लेख प्रकाशित भएको छ। लेखकको कन्टेन्ट भन्दा शीर्षक भयानक छ। मैमत्त प्रधानमन्त्री। व्यक्तिगत रूपमा म नारायण वाग्लेको नियमित पाठक हुँ। उनका उपन्यास र कृतिको म एक हिसाबले फ्यान नै हुँ भन्दा फरक पर्दैन। तर आजको उनको लेख पढेपछि उनको लेखकीय क्षमता भन्दा पनि उनको नियतिमाथि शंका गर्नुपर्ने स्थितिमा म पुग्न बाध्य भएको छु। लोकतन्त्रमा आलोचना आवश्यक हुन्छ, तर आलोचना तथ्य, सन्तुलन र विवेकमा आधारित हुनुपर्छ। व्यक्तिगत पूर्वाग्रह, शैलीगत असहमति र भावनात्मक निष्कर्षलाई लोकतान्त्रिक चिन्ताको आवरणमा बेच्नु पत्रकारिता किमार्थ होइन। बालेन्द्र शाहमाथि लेखिएको उक्त लेख यही समस्याको उदाहरण हो जस्तो मलाई लाग्दछ, जहाँ व्यवहारको व्याख्या भन्दा चरित्र हत्या बढी गरिएको छ। सबैभन्दा पहिले एउटा आधारभूत प्रश्न उठ्छ, के कुनै व्यक्ति संसदमा केही समय उठेर बाहिरिँदैमा ऊ लोकतन्त्र विरोधी हुन्छ? यदि त्यसो हो भने नेपालका परम्परागत राजनीतिक दलका नेताहरू जो वर्षौंसम्म संसद अवरुद्ध गरिरहेका थिए, बैठक बहिष्कार गर्थे, अनुपस्थित बस्थे, कुर्सी तोडफोडसम्म गर्थे, त्यसो हो भने उनीहरूलाई के भन्ने? अब मैमत्तको हजुरबा? वाग्लेले त्यस्तो राजनीतिक संस्कृतिप्रति कहिले पनि यति आक्रामक भाषा प्रयोग गरेको मलाई ज्ञान छैन। तर बालेन शाहमाथि भने अहंकारी, सन्की, खतरा जस्ता मनोवैज्ञानिक लेभल टाँसिँदैछ। अब मैले कोबाट कहाँबाट परिचालित भएर यस्तो लेख्दैछौ भनेर वाग्लेलाई नै प्रश्न गरे भने उनको जवाफ के होला त? यस्ता हरकतले आलोचना भन्दा पनि लक्षित पूर्वाग्रह देखाउँछ। राष्ट्रपति संस्थाप्रति सम्मानको कुरा गरिएको छ, तर सम्मानको मापन के हो? केले सम्मानलाई दर्शाउँछ? पुरै समय कुर्सीमा बसेर औपचारिक रूपमा ताली बजाउनु चाहिँ सम्मान हो त? यदि कसैले संस्थाको मर्यादा कायम राख्दै आफ्नो व्यक्तिगत शैलीमा व्यवहार गर्छ भने त्यो स्वत अपमान कसरी भयो? लोकतन्त्र व्यक्ति पूजा किमार्थ होइन। राष्ट्रपति संस्था सम्मानित हुनुपर्छ, तर त्यो सम्मान प्रदर्शन नाटकबाट होइन, संवैधानिक व्यवहारबाट देखिन्छ। कुनै बेला प्रधानमन्त्रीको शपथ समारोहमा राष्ट्रपतिले संविधानमै व्यवस्था भएको शपथ वाचन गराउँदा शपथमा लेखिएको वाक्यांशलाई नै त्यो पर्दैन भनेर निर्लज्ज उपहास गर्दा वरिष्ठ पत्रकार वाग्लेले तत्कालीन प्रधानमन्त्री ओलीलाई मैमत्त देखेन। न त निहत्था युवा विद्यार्थीको टाउको र छातीमा गोली दागेर हेलिकप्टरबाट कुलेलाम ठोक्दा वाग्लेले प्रधानमन्त्रीलाई मैमत्त देखे। वाग्लेले लेखमा बारम्बार शिष्टाचार, हाउभाउ, पोसाक, हतार जस्ता सतही विषयलाई राजनीतिक चरित्रसँग जोड्ने प्रयास गरेका छन्। नेपालले दशकौंसम्म अत्यन्त शिष्ट, सभ्य, दौरा सुरुवालधारी नेताहरू देख्यो, तर परिणाम के भयो? हामी सबैलाई घाम झैं छर्लङ्ग छ। भ्रष्टाचार, दलाल संस्कृति, सत्ता बाँडफाँड, राज्य दोहन, कुशासन र लुटतन्त्रको नग्न नाच प्रदर्शन गरे। त्यति बेला वाग्लेले कसैलाई मैमत्त देखेन। वरिष्ठ पत्रकारज्यू, जनताले अब अभिनय होइन, काम खोजिरहेका छन्। बालेन शाहप्रति यति धेरै जनसमर्थन आउनुको कारण उनको फेसन होइन, परम्परागत राजनीतिक पाखण्डप्रतिको जनाक्रोश हो। वाग्लेले बालेन शाह संसदमा धेरै नबोलेको आरोप लगाएका छन्, तर नेपालको राजनीतिमा समस्या बोल्नेहरूको कमीले होइन, काम नगर्नेहरूको अत्याधिक भाषणले पैदा भएको। घण्टौं भाषण गरेर देश बदलिएको भए नेपाल अहिले कति विकसित राष्ट्र भइसक्थ्यो होला। इमेजिन गरौँ त। जनताले अहिले कम बोल्ने, काम बढी गर्ने नेतृत्व खोजिरहेका छन्। बालेन शाहको शैली सबैलाई मन नपर्न सक्छ, तर त्यसलाई लोकतन्त्रको खतरा भन्नु अतिरञ्जना मात्र होइन, पाखण्डीपन। वाग्लेले आफ्नो लेखमा बालेनलाई व्यवस्था विरोधीहरूलाई रिजाउने भनेर आरोप समेत लगाउन भ्याएका छन्। यो वाग्ले जस्ता अनुभवी लेखकको अत्यन्त कमजोर तर्क। कुनै नेताले पुरानो राजनीतिक शैली नअपनाउँदैमा ऊ व्यवस्था विरोधी हुँदैन, बरु लोकतन्त्रको वास्तविक सौन्दर्य भनेकै वैकल्पिक शैली, नयाँ सोच र परम्परालाई चुनौती दिने क्षमतामा हुन्छ। यदि सबै नेता एउटै बोली, एउटै हाउभाउ र एउटै संस्कारमा सीमित भयो भने लोकतन्त्र होइन, रोबोटिक राजनीतिक प्रणाली स्थापित हुन्छ। वाग्लेले आफ्नो लेखमा गरेको कूटनीति सम्बन्धी टिप्पणी पनि भावनात्मक बढी छ, तथ्यात्मक कम। नेपालको परराष्ट्र सम्बन्ध कमजोर हुनुको कारण कुनै नयाँ नेताको व्यवहार मात्र होइन, दशकौंदेखि रहेको अस्थिर विदेश नीति, निर्भर मानसिकता र आन्तरिक राजनीतिक असक्षमता हो। यो संरचनात्मक समस्यालाई व्यवस्था गरेर सबै कुरा एउटा व्यक्तिको रवैयामा सीमित गर्न खोज्नु बौद्धिक इमानदारिता होइन। वाग्लेको लेखको सबैभन्दा आपत्तिजनक पक्ष भनेको मनोवैज्ञानिक विश्लेषणको नाममा गरिएको व्यक्तिगत आक्रमण हो। कुनै निर्वाचित प्रधानमन्त्रीलाई सानोचित्त, विक्षिप्त, आत्मरति, सन्की जस्ता शब्द प्रयोग गरेर कुतर्क गर्नु चाहिँ एउटा जिम्मेवार वरिष्ठ पत्रकारले गरेको कस्तो खालको सम्मान हो वाग्लेज्यू? पत्रकारिता र मनोविश्लेषण फरक कुरा हो। सार्वजनिक बहसमा असहमति हुन सक्छ, तर व्यक्तिको मानसिक अवस्थामाथि प्रमाण बिना टिप्पणी गर्नु गैर जिम्मेवार अभ्यास हो। वास्तविकता के हो भने बालेन शाह परम्परागत राजनीतिक वर्गका लागि असहज पात्र हो, किनभने उनी पुराना शक्ति संरचनाबाट आएका होइनन्।
उनी पुरानो शैलीको नेटवर्क, राजनीति, कार्यकर्ता व्यवस्थापन र औपचारिक अभिनयमा फिट हुँदैन। त्यसैले उनको हरेक लगाई, हिँडाई, खुवाई, मौनता र व्यवहारलाई अहंकारको फ्रेममा राख्ने प्रयास भइरहेको छ। बालेन शाह पूर्ण छन् भन्ने होइन, उनको शैलीमाथि प्रश्न उठ्न सक्छ। उनले अझ बढी संवाद गर्नुपर्छ भन्ने सुझाव पनि उचित हुन सक्छ। तर आलोचना र चरित्र हत्या बीच फरक हुन्छ। लोकतन्त्रमा असहमति स्वीकार्य हुन्छ, तर पूर्वाग्रही निष्कर्षलाई तथ्य जस्तो प्रस्तुत गर्न खोज्नु खतरनाक हुन्छ। नेपालका नागरिक अब केवल राम्रो अभिनय गर्ने नेता होइन, परिणाम दिने नेतृत्व खोजिरहेका छन्। यदि कसैले पुरानो राजनीतिक नाटकमा सहभागी हुन अस्वीकार गर्छ भने त्यसलाई लोकतन्त्रको सङ्कट होइन, राजनीतिक संस्कृतिमा आएको परिवर्तनको सङ्केत पनि मान्न सकिन्छ। यसरी बुझ्दा फरक नपर्ला वाग्लेज्यू, चेतना भया। 3DI मिडिया 24 घण्टा ताजा खबरको लागि हामीलाई सब्स्क्राइब गर्नुहोस्।